हेलो साथीहरू नमस्कार। यो अर्को नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। गायक तथा सङ्गीतकार सुरेश अधिकारी अर्का साम्पाङको फोटो आफ्नो फेसबुकको वालमा पोस्ट गर्दै यसो भन्दै लेख्नुहुन्छ। प्रतीकात्मक बिम्ब हो जसले नेपालको मौलिक सांस्कृतिक र राष्ट्रिय अस्तित्वको वकालत गर्दछ र नेपाली स्वाभिमान सहितको समुन्नत भविष्यको परिकल्पना गर्दछ। श्रम संस्कृति राष्ट्रिय मौलिकता र परम्परागत नेपालको अस्तित्वको संरक्षणको सिद्धान्त अनि एउटा अमूल्य दर्शन पनि हो। भोलि भूगोलका अरू भूभाग पनि यो दर्शन र हर्कवादको रूपमा फैलिन योग्य छ। यो सिद्धान्तको विकास र श्रम संस्कृतिलाई हर्कवादको रूपमा विकास गर्न छोडेर नेताहरूका साम्पाङको लोकप्रियता र सर्टकट राजनीतिकमा जान्छ भन्ने सोच्नु राजनीतिलाई नबुझ्नु पनि हो। श्रम संस्कृतिलाई आफ्नो सिद्धान्तलाई र हर्क साम्पाङलाई आफ्नो नेता स्वीकार्न सक्नेहरू हर्क साम्पाङसँग मिल्न जाने हो। आफू कहाँ बोलाउने होइन। नेपाली माटो धरोहर श्रम संस्कृति कसैसँग विलयमान हुन कदापि जाँदैन। मेरो बुझाइले यही भन्दछ उहाँले। साथीहरू, तपाईहरुलाई यो स्ट्याटस कस्तो लाग्यो उहाँले लेख्नु भएको प्लिज लाइक कमेन्ट र शेयर गर्नु।